सुन है आज हामीले चाहिँ एकाउन्टिङ फर इन्भेन्ट्री भन्ने च्याप्टर चाहिँ पढ्न गइरहेछौँ। यो चाहिँ पोइन्ट अफ एक्जाम भ्यूबाट एनबी कोमा चाहिँ 1 मार्क्स को आउने चान्स चाहिँ बढी छ है, किनभने यसबाट 1 मार्क्स को आउँछ। यसमा किनभने यो अरु त्यहाँ भन्दा ठूलो क्वेशन चाहिँ बनाउन नमिल्ने भएर भेरी सर्ट क्वेशनमा एउटा क्वेशन चाहिँ आउन सक्छ र यसले फेरि कोही यसले चाहिँ यो 1 मार्क्स को आउँछ र यसमा धेरै मार्क्स यो भन्दा बरु चाहिँ ठूलो क्वेशन चाहिँ बनाउन नसक्ने भएर यो 1 मार्क्स को चाहिँ आउँछ है। अब हेरौं, आज हामीले पढ्दै छौं अकाउन्टिङ फर इन्भेन्ट्री। अब हामीले के बुझ्न पर्यो भने कुनै पनि म्यानुफ्याक्चरिङ अर्गनाइजेसनमा इन्भेन्ट्री भनेको र मेटेरियल्स को ठूलो भूमिका हुन्छ, किनकि र मेटेरियल्स को भूमिका भनेको फिनिश गुड्स बनाउनको लागि एकदम र मेटेरियल चाहिन्छ। अब हामीले यो मेटेरियल्सलाई यस्तो तरिकाले चाहिँ हामीले चाहिँ राख्न पर्यो, स्टोर गरेर राख्न पर्यो अथवा यसलाई हामीले ह्यान्डलिङ गर्न पर्यो। कहिलेकाहीँ मेटेरियल्स को ओभर स्टकिङ भएर बढी पैसा पनि नफसोस् हैन, र कहिलेकाहीँ फेरि त्यो मेटेरियल्स एकदम कम अन्डर स्टकिङ भएर हैन, अनि कहिलेकाहीँ बन्द हडतालहरु जस्तो कुराहरु भयो भने अनि त्यो मेटेरियल्स ल्याउँदाखेरि त टाइम लाग्छ। त्यतिखेर त्यो चाहिँ मेटेरियल्स नपाएर प्रोडक्सन प्रोसेसमा पनि असर नगरोस् भनेर हामीले मेटेरियल्स ह्यान्डलिङलाई एकदम राम्रोसँग गर्नुपर्छ, अथवा त्यसलाई चाहिँ हामीले वरपर के गर्नु पर्यो, ह्यान्डलिङ गर्न पर्यो। र यो च्याप्टरले पनि बुझाउन खोजेको कुरा चाहिँ यही नै हो है। यसमा हामीले नर्मली हाम्रो चाहिँ यसमा चारवटा स्टक लेभलहरु चाहिँ पढ्छौं है। हुनलाई अर्को एउटा डेन्जर लेभल भन्ने पनि छ है, तर त्यो त्यति चाहिँ होइन। हामीले यो चारवटा स्टक लेभल चाहिँ पढ्नु पर्यो। सबभन्दा पहिला के गर्नु पर्यो भने यतातिर फर्मुला हेरौं है। फर्मुलामा के भनेछ नि, सबभन्दा 1 नम्बरमा रिअर्डर लेभल भन्ने छ, रिअर्डर लेभल। अब यो रिअर्डर लेभल भनेको सामानको त्यस्तो चाहिँ यो क्वान्टिटी अथवा लेभल हो। त्यहाँ आएपछि अब हामीले चाहिँ के गर्नु पर्यो भने सामानलाई चाहिँ अर्डर गर्न सुरु गर्नुपर्छ। त्यसलाई हामीले रिअर्डर के भन्छौं, लेभल भन्छौं। रिअर्डर लेभलको फर्मुला के छ भने म्याक्सिमम कन्जम्पसन इन्टु म्याक्सिमम लिड टाइम, म्याक्सिमम कन्जम्पसन इन्टु म्याक्सिमम लिड टाइम। त्यो मेटेरियल्स म्याक्सिमम कति कन्जम्पसन हुन्छ अथवा त्यो युज के म्याक्सिमम कति युज हुन्छ र त्यो मेटेरियल्स चाहिँ लिएर आउनलाई बढीमा कति टाइम लाग्छ, यो मल्टिप्लाई गर्यो भने हाम्रो के आउँछ भने रिअर्डर लेभल आउँछ। त्यही भएर हामीले फर्मुला जान्नु पर्यो। रिअर्डर लेभल भनेको म्याक्सिमम कन्जम्पसन इन्टु म्याक्सिमम लिड टाइम है, यो जान्नु पर्यो। अनि यसको अर्को फर्मुला पनि छ नि अर, तर जहिले पनि हामीले पहिला यो फर्मुलालाई प्रायोरिटी दिने है, त्यसपछि दोस्रोमा कहिलेकाहीँ यसबाट पनि गर्न सक्नु हिसाब चाहिँ गर्नुपर्ने हुन्छ। के छ भने दोस्रो फर्मुला छ मिनिमम स्टक लेभल प्लस नर्मल कन्जम्पसन इन्टु नर्मल लिड टाइम है। मिनिमम स्टक लेभल प्लस नर्मल कन्जम्पसन इन्टु नर्मल लिड टाइम, यो दुईटा फर्मुला चाहिँ हाम्रो रिअर्डर लेभलको हो। अनि यसमा अर्को छ मिनिमम स्टक लेभल। मिनिमम स्टक लेभल भनेको फेरि आरओएल, आरओएल भनेको रिअर्डर लेभल है। रिअर्डर लेभललाई हामीले सर्टकटमा के भन्छौं भने आरओएल माइनस नर्मल कन्जम्पसन इन्टु नर्मल लिड टाइम। अब यो नर्मल कन्जम्पसन अथवा नर्मल लिड टाइम भन्ने पनि बुझ्नु पर्यो। के छ भने यो नर्मल कन्जम्पसन भनेको जस्तो कस्तो भने यो मोटामोटी कति हुन्छ त हाम्रो चाहिँ यसको चाहिँ कन्जम्पसन हैन, दिनमा अथवा विकमा भन्ने कुरा हो के। ल मानौं कुनै संस्थामा कुनै म्यानुफ्याक्चरिङ अर्गनाइजेसनमा हैन, अब के हुन्छ भने एकदम बढी कन्जम्पसन भयो भने 300 युनिट हुन्छ हैन, अब एकदम कम भयो भने 200 हुन्छ भने त्यो नर्मल भनेको 300 र 200 को बीचको 250 हो हैन। 300 प्लस 200 गरेर डिभाइड बाइ 2 गर्दा कति आउँछ 500 भनेपछि हो। त्यस्तो कन्जम्पसनलाई हामीले चाहिँ के भन्छौं भन्दाखेरि नर्मल कन्जम्पसन। नर्मल कन्जम्पसन भनेको मिनिमम कन्जम्पसन प्लस म्याक्सिमम कन्जम्पसन डिभाइड बाइ 2 है। धेरै भयो भने कति हुन्छ र थोरै हुँदा कति कन्जम्पसन हुन्छ, त्यसलाई 2 ले डिभाइड गर्यो भने के आउँछ नर्मल कन्जम्पसन। फेरि यो कन्जम्पसन भन्नु र युजेज भन्नु चाहिँ एउटै हो है। नर्मल के अरे कन्जम्पसन भन्नु र के भन्नु युजेज भन्नु एउटै हो। फेरि नर्मललाई हामीले कहिलेकाहीँ एभरेज पनि भन्छौं, नर्मललाई के पनि भन्छौं एभरेज पनि भन्छौं है। यो नर्मल कन्जम्पसन र एभरेज कन्जम्पसन भन्नु के हो त सेम हो है, दे आर सेम भन्ने कुरा बुझ्नु पर्यो। अनि अर्को फेरि यहाँनिर चाहिँ एउटा यो
नर्मल लिड टाइम भनेको सामान्यतः त्यो आउन चाहिँ कति समय लाग्छ त्यसलाई हामीले चाहिँ नर्मल लिड टाइम भन्छौँ। जस्तो कि कुनै सामान बाहिर ल काठमाडौँबाट मगाउनु पर्ने छ हैन र, अब त्यसलाई के छ भने एकदम बढी समय लाग्यो भने 6 दिनमा आउँछ त्यो सामान हैन, एकदम थोरै समय लाग्यो भने 4 दिनमा आउँछ भने हैन, बढीमा कति हो 6 दिन, कम्तीमा कति दिन लाग्छ 4 दिन, 6 + 4 / 2 गर्दाखेरि 5 आयो नि, हो त्यो 5 ले हामीले के भन्छौँ भने नर्मल लिड टाइम, नर्मल के भन्छौँ लिड टाइम, अथवा यसलाई हामीले नर्मल रिअर्डर पिरियड पनि भन्छौँ है। हामी यसमा आएको थियौं र अब फेरि यो 3 नम्बरमा छ म्याक्सिमम स्टक लेभल। म्याक्सिमम स्टक लेभलको फर्मुला के छ भने आरओएल भनेको रिअर्डर लेभल प्लस आरओक्यू भनेको रिअर्डर क्वान्टिटी है, माइनस मिनिमम कन्जम्पसन इन्टु मिनिमम लिड टाइम। मिनिमम कन्जम्पसन इन्टु मिनिमम के भयो लिड टाइम। अनि यसमा कहिलेकाहीँ म्याक्सिमम स्टक लेभलमा के हामीले ध्यान दिनु पर्ने, कहिलेकाहीँ क्वेशनले आरओक्यू भनेर चाहिँ सोधिदिन्छ के, हामीलाई रिक्वायर्ड के हुन सक्छ आरओक्यू को आफ्नै फर्मुला छैन, त्यही भएर हामीलाई आरओक्यू भनेर सोध्यो भने त्यसलाई हामीले चाहिँ के को फर्मुला लगाउने म्याक्सिमम स्टक लेभलको फर्मुला लगाउने र हामीले त्यसमा सल्भ गरेर के निकाल्नु पर्यो भन्दाखेरि रिअर्डर के निकाल्नु पर्यो क्वान्टिटी। यो अलिकति बढी इम्पोर्टेन्स पनि यो छ है, रिअर्डर क्वान्टिटीको आफ्नै फर्मुला छैन, यसलाई हामीले रिअर्डर क्वान्टिटी निकाल्नु पर्यो भने यही इक्वेसनलाई के गर्ने सल्भ गरेर निकाल्नु पर्छ है। म्याक्सिमम स्टक लेभल भनेको आरओएल प्लस आरओक्यू माइनस मिनिमम कन्जम्पसन इन्टु मिनिमम लिड टाइम। अनि अर्को छ एभरेज स्टक लेभल। एभरेज स्टक लेभल भनेको फेरि मिनिमम स्टक लेभल प्लस आरओक्यू भनेको रिअर्डर क्वान्टिटी अथवा अर कहिलेकाहीँ आरओक्यू को सट्टामा इओक्यू पनि राख्न पर्ने हुन्छ, आरओक्यू और इओक्यू / 2। फर्स्टमा यो फर्मुला हेर्ने, यो छैन भने अर भनेछ फेरि यहाँ मिनिमम स्टक लेभल प्लस म्याक्सिमम स्टक लेभल / 2 है। यो कुराहरु यसमा चाहिँ यो दुईटा फर्मुला छ, ध्यान दिनु पर्यो। पहिला यसलाई प्रायोरिटी दिने, यो छैन भने यो है, जुन इन्फर्मेसन छ त्यही नै हामीले चाहिँ राख्ने। अब यो अघि नै मैले भनिसके नर्मल कन्जम्पसन भनेको मिनिमम कन्जम्पसन प्लस म्याक्सिमम कन्जम्पसन / 2, नर्मल लिड टाइम भनेको मिनिमम लिड टाइम प्लस म्याक्सिमम लिड टाइम / 2। लिड टाइम र रिअर्डर पिरियड भनेको सेम नै हो, कहिलेकाहीँ लिड टाइम भन्छ, कहिलेकाहीँ रिअर्डर पिरियड दिन सक्छ। अर्को फेरि नर्मल कन्जम्पसन र एभरेज कन्जम्पसन भनेको पनि के हो त सेम नै हो। अब हामीले एउटा क्वेशन चाहिँ हेरौँ है, यो 2080 जीआई सेट बी मा आएको क्वेशन हो। 2080 अनि जीआई सेट बी मा आएको क्वेशन छ है। अब यसमा के लेखेको छ भने हेरौँ है, इफ वीकली कन्जम्पसन 200 to 300 युनिट्स अफ मेटेरियल्स, वीकली कन्जम्पसन दियो, वीकली कन्जम्पसन भनेर दियो है, वीकली कन्जम्पसन इक्वल्स टु कति दिएछ भने 200 देखि 300, 200 to 300 युनिट्स भनेर दिएको छ है वीकली कन्जम्पसन। एन्ड रिअर्डर पिरियड 4 to 6 week, रिअर्डर पिरियड हो है, रिअर्डर पिरियड इक्वल्स टु 4 to 6 के भनेर दिएको छ, विक्स भनेर दिएको छ। देन फाइन्ड आउट रिअर्डर लेभल भनेको छ है, रिअर्डर लेभल इक्वल्स टु व्हाट है। अब यसबाट बुझौँ हेरौँ है, हाम्रो वीकली कन्जम्पसन भनेको कम्तीमा पनि कति युनिट्स कन्जम्पसन हुन्छ 200, थोरै भयो भने 200 कन्जम्पसन युनिट्स चाहिँ कन्जम्पसन हुन्छ, बढी भयो भने कति हुन्छ 300 युनिट्स हुन्छ। फेरि रिअर्डर पिरियड, यो मेटेरियल्स ल्याउनलाई कम्तीमा कति लाग्छ 4 हप्ता र बढीमा कति लाग्छ 6 हप्ता भन्ने कुरा गर्यो। अब हामीलाई सोध्यो के भन्दा रिअर्डर लेभल हैन। अब हेरौँ त रिअर्डर लेभलको चाहिँ फर्मुला यहाँ के छ भने रिअर्डर लेभल आरओएल इक्वल्स टु म्याक्सिमम कन्जम्पसन इन्टु म्याक्सिमम लिड टाइम। अब लगाऊ है, रिअर्डर लेभल आरओएल इक्वल्स टु म्याक्सिमम कन्जम्पसन इन्टु म्याक्सिमम
लिड टाइम आरओएल रिअर्डर लेभलको फर्मुला म्याक्सिमम कन्जम्सन इन्टु म्याक्सिमम लिड टाइम। अब यो माथिको इन्फर्मेसनबाट हेरौँ म्याक्सिमम कन्जम्सन भनेको कति हो 300 युनिट्स है यहाँनिर 300 भयो अनि म्याक्सिमम लिड टाइम बढी लाग्ने समय भनेको फेरि कति हो त 6 हप्ता हो भनेपछि 300 इन्टु कति भयो 6 अनि यो गर्दाखेरि 1800 के आयो युनिट्स आयो है यो कुराहरु चाहिँ बुझ्नु पर्यो ठीक छ। रिअर्डर लेभल भनेको म्याक्सिमम कन्जम्सन इन्टु म्याक्सिमम लिड टाइम। यसमा अलिकति ध्यान दिनुपर्ने कुरा अलिकति अप्ठ्यारो बनायो भने कहिलेकाहीँ के कुरालाई एकदम ध्यान दिनुपर्छ भने यो हिसाब गर्दाखेरि जहिले पनि हाम्रो यो सुन है कन्जम्सनको टाइम र रिअर्डर पिरियडको टाइम चाहिँ एउटै हुन पर्यो। यदि हामीलाई कन्जम्सन विकली छ भने अनि रिअर्डर पिरियड पनि केमै हुनुपर्छ विकमै हुनुपर्छ यसलाई चाहिँ अलि ख्याल गर्ने। त्यस्तो हिसाबहरू धेरै त यस्तो त छैन तर कहिलेकाहीँ थोरै 1 मार्क्सको क्वेसन हो हैन अनि अलिकति अप्ठ्यारो गराइदियो भन्दाखेरि यति कुरा के जान्न पर्यो नि विक र हामीलाई चाहिँ यो कन्जम्सन विकमा भयो नि रिअर्डर पिरियड नि केमा हुनुपर्छ विकमै हुनुपर्छ भन्ने कुरा चाहिँ ख्याल गर्ने है। यो अलिकति हाई लेभलमा यो नभए नर्मली चाहिँ लगभग दिएकै हुन्छ मिलाएर यसलाई चाहिँ ख्याल गर्नु पर्यो। अब फेरि अर्को क्वेसन पनि हेरौँ अर्को क्वेसन कुन हेरौँ भने एउटा यो 2078 सेट सी 2078 सेट सी। अब यसमा हेरौँ है के भनेको छ भने रिअर्डर पिरियड भनेर दिएको छ रिअर्डर पिरियड भनेर कति दिएको छ भने रिअर्डर पिरियड भनेर 5 to 7 days 5 to 7 days अनि डेली कन्जम्सन भनेर दिएको छ फेरि डेली कन्जम्सन इक्वल्स टु 200 to 300 युनिट्स। अब डेली कन्जम्सन दियो अर्को दियो रिअर्डर क्वान्टिटी भनेको आरओक्यू इक्वल्स टु 1400 युनिट्स दिएको छ आरओक्यू 1400 युनिट्स। रिअर्डर लेभल भनेर दियो रिअर्डर लेभल इक्वल्स टु कति दिएछ 2000 युनिट्स अनि हामीलाई रिक्वायर्ड छ म्याक्सिमम स्टक लेभल इक्वल्स टु वाट म्याक्सिमम स्टक लेभल इक्वल्स टु वाट ल हेरौँ है रिअर्डर पिरियड भनेर दियो टाइम हामीलाई कम्तीमा कति दिन लाग्छ 5 दिन लाग्छ बढी लाग्यो भने 7 दिन रिअर्डर पिरियड दियो है। मिनिमम लिड टाइम कति 5 डेज म्याक्सिमम रिअर्डर पिरियड अथवा लिड टाइम कति 7 डेज। कन्जम्सन फेरि मिनिमम कन्जम्सन 200 म्याक्सिमम कन्जम्सन 300। रिअर्डर क्वान्टिटी आरओक्यू भनेर क्वेसन आफैले 1400 के दियो युनिट्स दियो र अर्को फेरि रिअर्डर लेभल आरओएल भनेर 2000 युनिट्स दिएको छ है आरओएल इक्वल्स टु 2000 युनिट्स अनि यसमा सोधे हामीलाई म्याक्सिमम स्टक लेभल। अब म्याक्सिमम स्टक लेभलको फर्मुला हेरौँ त यहाँ के छ म्याक्सिमम स्टक लेभल इक्वल्स टु के छ भने आरओएल प्लस आरओक्यू माइनस मिनिमम कन्जम्सन इन्टु मिनिमम लिड टाइम यो फर्मुला चाहिँ म्याक्सिमम स्टक लेभल भनेको एक म्याक्सिमम स्टक लेभलको फर्मुला के भने आरओएल प्लस के आरओक्यू माइनस मिनिमम कन्जम्सन इन्टु मिनिमम लिड टाइम। पहिला फर्मुला चाहिँ हामीलाई कन्ठ हुनु पर्यो है फर्मुला चाहिँ आउनु पर्यो। यो हिसाबमा के छ भने जसले फर्मुला जान्यो उसले हिसाब मिलायो। यसमा मेन काम भनेको फर्मुलाकै छ। त्यही भएर म्याक्सिमम स्टक लेभलको फर्मुला आरओएल प्लस आरओक्यू माइनस मिनिमम कन्जम्सन इन्टु मिनिमम
लिड टाइम। अब राखौँ हामीलाई यहाँ इन्फर्मेसनहरु। आरओएल रिअर्डर लेभल भनेको 2000 युनिट छ, यो 2000 युनिट छ आरओएल प्लस आरओक्यू भनेको क्वेशन आफैले कति दियो 1400 युनिट्स दियो माइनस अब हेरौं मिनिमम कन्जम्पसन कम्तीमा 200 युनिट्स मिनिमम कन्जम्पसन मिनिमम लिड टाइम कति लाग्यो भने 5 डेज भनेपछि 200 इन्टु कति भयो 5। अब हेरौं यो कति भयो 3400 माइनस कति भयो 1000 भयो है। अब 34 बाट 1000 घटाउँ 2400 के आयो भने युनिट्स आयो। मैक्सिमम स्टक लेभल भनेको कति 2400 युनिट्स। अब अलिकति लेखौं देयरफोर मैक्सिमम स्टक लेभल इक्वल्स टू 2400 units. Maximum stock level equals to 2400 units. ल अब फेरि अर्को एउटा हिसाब गरौँ है। यो 2076 सेट बी को 2076 सेट बी को हेरौं 76 सेट बी मा के छ भने यसमा हेरौं है रिअर्डर लेभल दियो रिअर्डर लेभल आरओएल इक्वल्स टू रिअर्डर लेभल इक्वल्स टू 6000 units. ROL equals to 6000 units. Minimum consumption equals to कति दियो 400 units. अनि अर्को दियो रिअर्डर पिरियड equals to 10 to 30 days. अनि अर्को दियो मैक्सिमम स्टक लेभल इक्वल्स टू 10,000 यूनिट्स। मैक्सिमम स्टक लेभल इक्वल्स टू 10,000 यूनिट्स। ल हेरौ है अब यसको रिक्वायरमेन्ट के छ भने रिअर्डर क्वान्टिटी छ। यसको रिक्वायरमेन्ट रिअर्डर क्वान्टिटी आरओक्यू इक्वल्स टू व्हाट्सअप। यसको रिक्वायरमेन्ट रिअर्डर के छ क्वान्टिटी ल है। अब हामीले यहाँ के दियो भने रिअर्डर लेभल दियो 6000 युनिट्स अनि मिनिमम कन्जम्पसन 400 युनिट्स रिअर्डर पिरियड 10 to 30 डेज भनेको मिनिमम 10 डेज मैक्सिमम 30 डेज अनि मैक्सिमम स्टक लेभल भनेर 10,000 युनिट्स दियो। अब हामीलाई रिक्वायर के हो भने रिअर्डर क्वान्टिटी आरओक्यू इक्वल्स टू वाट। अघि मैले भनिसके रिअर्डर क्वान्टिटीको आफ्नै फर्मुला छैन। यो केमा हुन्छ भने मैक्सिमम केमा हुन्छ स्टक लेभल। आरओक्यू निकाल्दा हामीले यदि आरओक्यू निकाल्नु पर्ने छ भने मैक्सिमम स्टक लेभलको के लगाउनु पर्यो फर्मुला लगाउनु पर्यो है। अब हेरौं मैक्सिमम स्टक लेभल इक्वल्स टू मैक्सिमम स्टक लेभल इक्वल्स टू के हो भने आरओएल प्लस आरओक्यू माइनस मिनिमम consumption into minimum lead time यो फर्मुला लगाउनु पर्यो है। मैक्सिमम स्टक लेभल इक्वल्स टू के भयो भने
ROL प्लस ROQ माइनस मिनिमम कन्जम्सन इन्टु मिनिमम लिड टाइम। अब हेरौँ कुन कुन हामीलाई इन्फर्मेसन दिएछ। म्याक्सिमम स्टक लेभल 10,000 छ है, यो 10,000 छ म्याक्सिमम स्टक लेभल इक्वल्स टु ROL रिअर्डर लेभल 6,000 छ। निकाल्नु पर्ने नै के हो ROQ हो, त्यही भएर ROQ नै लेख्यौं माइनस अब मिनिमम कन्जम्सन आफैले दिएछ क्वेशनले 400 इन्टु मिनिमम लिड टाइम भनेको यहाँ रिअर्डर पिरियडमा 10 to 30 डेज भनेको छ, मिनिमम भनेको कति हो 10 हो है। अब यसलाई सल्भ गरौँ। और 10,000 इक्वल्स टु 6,000 प्लस ROQ माइनस कति भयो भने यो 4,000 भयो है। अब और 10,000 माइनस 6,000 प्लस कति 4,000 इक्वल्स टु ROQ। यो नम्बरलाई एकातिर गरौँ हैन र लेटरलाई फेरि कता गरौँ अर्को साइडतिर गरौँ। अब यो कति भयो भने 10 बाट 6 घटाएपछि कति भयो 4 प्लस 4 कति 8,000 इक्वल्स टु ROQ। देयरफोर ROQ इक्वल्स टु 8,000 युनिट्स। यसमा चाहिँ यति नै छ है। यसमा हामीले के ख्याल गर्नु पर्यो नि, यदि क्वेशनले ROQ रिक्वायर्ड गर्यो भने फर्मुला म्याक्सिमम स्टक लेभलको लगाएर ROQ निकाल्न पर्यो। म्याक्सिमम स्टक लेभलको फर्मुला ROL प्लस ROQ माइनस मिनिमम कन्जम्सन इन्टु मिनिमम लिड टाइम। ल आजलाई चाहिँ यति नै गरौँ है त।